वृष राशि कालपुरुष कुण्डलीमा द्वितीय भाव अन्तर्गतको राशि हो, जसले पालनी शक्तिलाई प्रतिनिधित्व गर्छ। भगवान लक्ष्मीनारायण वा अन्नपूर्णा माता यसकी अधिष्ठात्री देवी हुनुहुन्छ। आज हामी हजुरहरूलाई यही पालनी शक्ति अन्तर्गत रहेर वृष राशिको स्वभावहरू, प्रवृत्तिहरू, गुणधर्महरू के कस्ता हुन्छन् भन्ने विषयमा वृष राशिका बुदा गरी स्वभाव, प्रवृत्ति, गुण, स्वरूप, धर्म आदि बताउन गइरहेका छौँ। यस्ता हुन्छन् वृष राशिका प्रवृत्तिहरू, गुणहरू। 1. सुन्दर, आकर्षक र कलाप्रिय हुन्छन्। वृष राशिका जातकहरू हेर्दा सुन्दर, सबैलाई आकर्षण गर्न सक्ने किसिमका, आकर्षण लाग्ने र कलाले युक्त, विविध कलाले युक्त हुन्छन्। 2. मेहनती र परिश्रमी हुन्छन्। वृष राशिका जातकहरू आफ्नो कार्यमा अत्यन्तै मेहनती र परिश्रमी स्वभावका हुन्छन्। 3. खानपानमा मिठास र मधुरता चाहन्छन्। वृष राशिका जातकहरू खानपानमा शुद्धता, मिठास र मधुरता चाहने स्वभावका हुन्छन्। 4. हरेक ठाउँमा सफा र स्वच्छ वातावरण मन पराउँछन्। वृष राशिका जातकहरू हरेक स्थानमा सफा र स्वच्छ वातावरण भएको हेर्न मन पराउँछन् र त्यस्तै वातावरणमा रहन्छन्। 5. आफ्नो जिम्मेवारी नसिद्धिएसम्म त्यसमा लागि नै रहन्छन्। अर्थात् वृष राशिका जातकहरू आफ्नो जिम्मेवारी जसरी हुन्छ पुरा गरेरै छाड्ने किसिमका हुन्छन्। 6. कुनै कामको जिम्मेवारी पाएमा त्यसलाई पूर्णत गर्छन् नै, तर त्यसमा पनि कलात्मक हिसाबले र सुन्दरताका साथसाथै आकर्षणताका हिसाबले समेत पुरा गर्छन्। अर्थात् कुनै पनि काम गर्दा केवल त्यस कामको पूर्णता मात्र नभएर त्यसमा कलात्मकता, सुन्दरता आदिलाई पनि वृष राशिले जोडेका हुन्छन्। त्यस्तै 7. कसैले विश्वास गरेको खण्डमा उसको विश्वास कदापि तोड्दैनन् वृष राशिले। वृष राशिका जातकहरू कसैले आफूलाई विश्वास गरेको छ भने उसको विश्वास नतोड्ने किसिमका हुन्छन्। 8. वृष राशिका जातकहरू टाढैबाट हेर्दा नै आकर्षक र अरूभन्दा भिन्न देखिने गर्छन्। हजारौंको भिडमा पनि वृष राशिका जातकहरू अलि केही भिन्न आकर्षणले युक्त हुन्छन्। 9. वृष राशिका जातक आफूले पाएको जिम्मेवारी वा आफूले गर्न लागेको काममा 100% नै जुधारु र लगावका साथ काम पूरा गर्न लागि पर्छन्। 10. सुन्दर, आकर्षक र सबैको ध्यान आफूतर्फ आकृष्ट गर्ने वृष राशिका जातकहरू सदैव सुन्दरताका पछाडि लाग्ने हुन्छन्। परिणामस्वरूप फूल, बगैँचा, स्वच्छ र हरियाली क्षेत्रहरूमा आफूलाई आनन्दित महसुस गर्दछन्। 11. नयाँ र सुन्दर ठाउँहरू घुम्न मन पराउँछन्। 12. नयाँ र मिठास खानपानको खोजमा सदैव लागिरहेका हुन्छन्। 13. लुगाहरू किन्दा पनि आफूलाई सुन्दर र आकर्षक देखिने खालका लुगाहरू किनिरहेका हुन्छन्। 14. हतपत कसैले आफ्नो परिवार मान्दैनन् वृष राशिका जातकहरू, तर मानिसकेपछि उसलाई सकेसम्म वा हदैसम्मको सहयोग गर्दछन्। 15. स्पष्ट र सिधा अडानले युक्त हुन्छन्। 16. आफूले बोलेको वचनको पक्का हुन्छन् वृष राशिका जातकहरू। 17. बेला बेलामा मोड स्विङ भएर मन चञ्चल वा छटपटाइरहेको पनि हुन्छ वृष राशिका जातकहरूको स्वभाव। 17. जुधारु र केही जिद्दी स्वभावका पनि हुन्छन्। 18. आफ्नो लक्ष्यमा केन्द्रित हुन्छन्। 19. विलासिता प्रिय हुन्छन्। 20. विविध कलाहरूमा पोक्त हुन्छन्। 21. हतपत रिसाउँदैनन्, तर रिसाएपछि फकाउन वा पहिलेको जस्तो स्थितिमा ल्याउन गाह्रो हुन्छ। 22. प्रेम र आकर्षण युक्त व्यवहार यिनीहरूले गरिरहेका हुन्छन्। 23. जिम्मेवारी पूरा गरिरहँदा कसैले बीचमा आएर टोकेसो गर्यो अथवा बीचमा आएर किचकिच गर्यो भनेदेखि
वृष राशिका जातकहरू यस्तो स्वभावलाई पटक्कै मन पराउँदैन। 24 सामान्यतया यिनीहरू सबैलाई प्रेम र दयाका दृष्टिले हेर्दछन्। 25 आफ्नो लक्ष्यमा दृढ र लक्ष्य केन्द्रित भएर लाग्दा आसपासमा ध्यान दिँदैनन्। परिणामस्वरूप यिनीहरूलाई स्वार्थीको ट्याग समाजले अथवा अन्य व्यक्तिले लगाइदिन सक्छ। 26 परिवार र मन परेको मान्छेका लागि जीवनमा धेरै दुःख र मेहनत सङ्घर्ष यिनीहरूले गर्नुपर्ने हुन्छ। 27 प्रेम, दया, माया र परिपक्वतामा विश्वास गर्छन् वृष राशिहरू। 28 परफ्युम, फुल, सजावट, बगैँचा आदिका शौकीन हुन्छन्। घुम्ने स्वभाव यिनीहरूको हुन्छ। 29 शुक्रको राशि भएकाले वृष राशिका जातकहरू यदि सम्पन्नताले धन सम्पत्तिले युक्त छैनन् भने तापनि सहजै अन्य व्यक्तिलाई भन्दा केही सहज रूपमा खानपान र आनन्ददायक जीवन बिताउने मौका यिनीहरूलाई प्राप्त हुन्छ र यो अन्नपूर्णा अथवा लक्ष्मीनारायणसँग पालनी शक्तिसँग सम्बन्धित राशि भएकाले जातकहरू केही न केही सुख सुविधाको मामलामा भाग्यमानी नै हुन्छन्। त्यस्तै अन्तिममा यिनीहरू इमान्दारिता र जवाफदेहिताका कारण सबैका प्रिय हुन्छन्।